ल है सुरु गरौँ। यो चाहिँ मेडिभल डाइनेस्टी न्यू सेटलमेन्ट भन्ने न्यू गेम हो। मैले बिचमा एकचोटि खेलेको थिएँ। अनि यो चाहिँ कस्तो भन्दाखेरि आफ्नो पुर्खा बनाउने जस्तो गेम हो क्या होइन। अब घरबार सम्हालेर बच्चादेखि बुढो भएर त्यो भन्छ नि त्यो दसैँमा टिका लाउँदाखेरि सन्तानले डाँडा काँडा ढाकुन् भनेर हो। यसमा चाहिँ डाँडा काँडा ढाक्ने गेम हो। त्यही भएर फेरि सन्तानले मात्र होइन नि, यसो घरसर बनाउनु पर्यो, पैसा कमाउनु पर्यो। डोमिनेन्ट ह्यान्ड राइट सिटिङ स्मुथ स्मुथ अपरेटर। ल है सुरु गरौँ। अलि अड्क्या जस्तो भयो। ठिक छ ए आई मेरो सेभ गरेको गेम थियो त। ए कन्टिन्यू ल लु लु लु। You can cook raw meat over a campfire by skewering them on a sharpened stick. मासु पोल्न सिकाउँछस् त मलाई? तैँले दाइले मासु पोल्न सिकाउने, तँलाई पोलिदिन्छु म। ल है ए लास्ट टाइम चाहिँ मैले टक्कै यहाँ जग्गा हेर्न आएको थिएँ होइन। यो जग्गा चाहिँ यसो हेरिवरि दुई तिनवटा रुख पनि ढाल्थेँ मैले उतातिर। त्यो चाहिँ मैले ढालेँ होइन, जस कता कता ढालिदिएको छु है। अनि रात पर्यो भनेर अनि यहीँ सुत्दै आइज। टु लाइट अफ फायर अहिले मलाई चाहिँदैन, त्यही भएर मैले बन्द गरिदिन्छु। बिस्तारा सिस्तारा उठिसकेको छ। अब मलाई के गर्नु छ भनेर चाहिँ होइन, यस्तो बुक यस्तो निस्किन्छ क्या यहाँबाट ए होइन नि, यसरी किताब निस्किन्छ। 5वटा ढुङ्गा चाहियो अनि 10वटा रिड चाहियो अरे। ए आमा हो, एउटा सानो घर बनाउनु पर्यो। लु सकेट अलरेडी होल्डिङ आइटम भन्छ यो मोरा के चाहियो अरे। मैले फेरि बिर्सेको। ए मेरो मेमोरी त 5वटा ढुङ्गा। अब हामी जाऊँ पहिला ढुङ्गा समात्नु। घुम्न जाऊँ यसरी लट्ठी बोकिदिन्छु तर मलाई चाहिएको चाहिँ ढुङ्गा हो है अहिले। यसको यसो अप्सनमा गएर क्वालिटी 90 आवर्समा हेरिदिउँ। अलिक बढाइदिन्छु म यो। ल मजाले घुम्यो नि त है। ओहो यत्रो ठुलो ढुङ्गा रहेछ यार, यो ढुङ्गा टिप्नु मिल्दैन, अलि मिल्दैन रहेछ। हामीलाई चाहिने भने चाहिँ यस्तो सानो सानो ढुङ्गा हो। यसो टक्क ब्यागमा राख्यो अनि यसो च्याउछ्याउ पनि छ नि, फेरि हामीले यसरी खाइदिन्छौँ। अर्कै अझै ढुङ्गा चाहियो, यसो खोलाको छेउमा पाउँछ त्यो रिड भन्ने कुरा चाहिँ होइन। के थिच भने यहाँ म्याप आउँछ क्या, म्यापै त होइन तर घाम कति बेरसम्म लाग्छ भनेर नि भनिदिन्छ क्या। रात परेपछि त यसो आगो सागो बाल्नु पऱ्यो नि त। अब त्यो गेमको भोल्युम चाहिँ अलिक कम गरिदिन्छु म, किनभने मैले बोलेको सुन्नु पऱ्यो नि त। गेम त मैले खेलेर हो नि त। त्यही भएर यहाँ खोला रहेछ, यहाँनिर भेटिन्छ त्यो रिड भन्ने खोला त होइन के हो त, झोला खोला अझै कम गरिदिन्छु, प्याट्याङ प्याट्याङ भयो। लु खै रिड भन्ने कहाँ अब कसको घर रहेछ यार। दुईटा ढुङ्गो उसको घर रहेछ। ओ हेलो एक्सक्युज मी। ए कोही पनि छैन त घरभित्र। हड्डी सड्डी छ त यो हड्डी के गर्नु कामै छैन। खै म के खोज्न आएको मैले बिर्सेँ क्या, घरले झुक्काइदिएन।
अब मलाई चाहियो त्यो रिड भन्ने कुरा अनि ढुङ्गै भेट्दिनँ त म यही हो रिड ल 1 2 10वटा चाहियो पाला पाल्छ फेरि ब्यागमै राख्नुपर्छ बस्दैन के अलिक गाह्रो छ घर जान पाल्न गाह्रो छ नि केटाकेटी हो सजिलो काम भन्नुहुन्छ तिमीहरूले तैँले गएर मेहनत देख्दैनौ 10वटा भयो होइन यसो एक्स्ट्रा फर रेनी डे भनेर राख्छु क्या म किनभने यो रिड होइन रिड के नभन्नु मलाई टन्ने कुरा बनाउनु मिल्छ क्या के बनाउनु मिल्छ भनेर चाहिँ अहिले म तिमीहरूलाई देखाउँछु है यो चाहिँ कालो परेको चाहिएको के हो यो अब क्लियर हौ माटो रातो माटो चिप्लो बाटो भनेर सुनेको छ होला तिमीहरूले आजकलको जेनेरेसनलाई के थाहा जेन एल्फा भनेको छ जेनजी अन्त म नि जेनजी नै पढ्छु तर कुरा चाहिँ के भन्दा नेपालमा जसरी हुर्क्यो नि हामीहरू यो 1999 देखि पछाडिको मान्छेहरू यहाँ चाहिँ देखाइदिन्छ क्या यो चाहिँ हेल्थ यो कतिको थाकेछ भनेर अनि यो प्यास लाग्यो अनि यो भोक लाग्यो अब यता गएर पानी खानु पऱ्यो के भन्दै थियो अरे यो नेपालमा हुन्छ नि जेन्जी भनेर हामीहरू चाहिँ जेन्जी होइन क्या हामीहरू चाहिँ मिलेनियल पाराले हुर्क्यो नेपालमा गएर खान थाल्छु प्यास लाग्यो ल एक खाइदिनु अनि प्यास खानु ल अझै खाइदिनु क्या हो पानी त्यत्रो ए प्यास पनि मेट्यो उठेर म पत्ते अब के चाहिन्छ मलाई 5वटा ढुङ्गै बोकेको छैन मैले चाहियो ढुङ्गा के हो यत्रो मुसा आयो ब्याग क्या ल खोइ आइज त मार्नु मिल्दैन खै बेटा भाग्यो पक तल पक यत्रो ढाडेछ यार यो त कस्तो खेदाको हो खेदाइ त मैले ल हराए ल ठिकै छ अर्को पालि भेटाएँ भने मैले फिनिस अहिलेको लागि चाहिँ ढुङ्गा खोजौँ ढुङ्गै भेट्या छैन कहाँ हो यत्रो ढुङ्गाहरू चट्टान मात्र छ खोलाको छेउछाउ उठ्यो प्याउरो रहेछ प्याउरो अब चाहिँ मैले ढुङ्गा खोज्नै पर्ने हुन्छ त्यो ढुङ्गा नभेटा त्यहाँ रहेछ त्यो ढाड अहिले छोडिदिएँ मैले ढुङ्गा चाहिरहेको छ खरायो नि भेट्नु च्याउ त यसरी खाऊ भोक लगाइरहेको अलिक टेक्निक चाहिने कहाँ हो के हो यसो यसलाई अहिले अलिक गाह्रो त मैले भर्खरै भयो गेम खेल्नला अनि त्यही भएर मलाई पनि थाहा छैन क्या कसरी मार्ने किनभने मलाई दया माया सबै लाग्छ नि त तर फेरि मासु चाहिँ मेरो फेभरेट हो राजेन्द्र खर्कीलाई
भए जस्तै मलाई चाहिँ फेरि मासु चाहिन्छ ढुङ्गा ढुङ्गा यस्तो यो चाहिँ होइन यस्तो मिलाउनु पर्छ अरे च्याउँछ तीन अझै अर्को ढुङ्गा 4 अब अर्को ढुङ्गा आइज 5 अब घर बना भन्छ क्या मलाई यसो लट्ठी सट्ठी फेरि जम्मा गरिदिन्छु घर बनाउनु भाइ अब गएर खै त्यो जग्गा मेरो जग्गा अब आगो बाला जग्गा यो चाहिँ मेरो जग्गा हो होइन यो जग्गामा अब कसरी बनाउनु पर्छ घरै आइसक्यो यहाँनिर कता राख्ने त अलिकति यता पूर्व पश्चिम कता फर्काउनु पर्छ भन्दिन आमाले यसो घाम कहाँ लागिरहेको छ दिउँसो भयो होइन घामै देख्दिनँ त म ल जे होस् अहिले घाँस तास नभएको ठाउँतिर होइन अलिकति कता भन्दाखेरि बाटोकै छेउमा घर बनाइदिएपछि त होइन अनि यहाँ मैले सटर खोलेँ भने त भाडामा राख्न पाएँ नि त यहाँ बोर्ड पनि रहेछ ल बाटोकै छेउमा टु कम्प्लिट द कन्स्ट्रक्सन यु मस्ट हिट द वाल विथ ट्राभलको मेन बाटोमा घर भएपछि अब मलाई के को डर छ अब मलाई ह्यामर त छैन मसित ह्यामर पनि बनाउनु सिक्नु पर्यो यहाँ गएर खै ह्यामर लु अब के चाहियो भन्दाखेरि स्मल स्टिक यस्तरी ब्याग झिकेर होइन स्टिक लङ स्टिक मिडियम स्मल स्टिक यसरी यहाँनिर राखिदिन्छु अर्को एउटा पनि चाहिन्छ अरे ल यति भएपछि त मसित ल ल मेरो हतौडा कहाँ गयो यहाँ छ यो यता ल ट्याक 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 ओए भित्ता बन्यो है भित्ता बन्यो खै लक चाहिने के साह्रो हो भनेपछि यो लक भने चाहिँ होइन यस्तो हो क्या बेलामा कहाँ राख्नु त ब्यागमा राख्दै लक भने चाहिँ अब रुख काट्नुपर्छ नि खासमा रुख काट्नु हुँदैन तर यहाँ छरपस्टै छ त्यही म काटिदिन्छु त्यसो रुख काट्दिनु ल है यो त यता बुम 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 यसलाई पनि यो चाहिँ लक भएको छैन बसेर यसलाई ठ्याक ठ्याक हानेपछि ल किन हुँदैन ए ल एउटा लक भयो दुईटा लक के अर्को लट्ठी पनि राखेको अर्को लक लगै लक लक भने चाहिँ यो हो क्या बुझिस् काटेर लक भने ए सरी बुझिस् भने बुझ्यौ तिमीहरूले बच्चा बुच्चीहरू फेरि घर बनाउनु राख्नु पऱ्यो नि घर बनाउनु सजिलो छ भन्दा चाहिँ तिमीहरूले त्यो ट्याग ट्याग हान्न सक्नु पऱ्यो ढोका पनि भयो अब के चाहियो लौ लट्ठी नै सकिएछ फेरि ऋण पनि फेरि ऋण लिन जानु तेरिका त्यही भएर लट्ठी उठाउँदै आएको के हो यो लामो लट्ठी हो क्या मलाई सर्ट खाली चाहिन्छ सर्ट यो पनि लामो
यता मलाई फेरि लट्ठीहरू ओए 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 यस्तो फेरि Kung Fu fighting fast as lightning यस्तो यो सर्ट स्टिक चाहिँ 10 वटा जति अझै बढी चाहिन्छ यार लट्ठी नै लट्ठी उठाउनु पर्ने भयो नि त क्यार्नु यस्तो यो मिलाउन अलिक गाह्रो क्या एङ्गल नत्र उठ्दै उठ्दैन अब यसलाई मैले न्यु खोजेँ हेर्न न्यु खोजेँ कसरी उठाउनु त अनि मैले ल त पनि आइज 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 मेरो बाबु आइज किन उठ्दैन त्यहाँ पनि छ आइज आइज अनि त्यसपछि के यो पनि च्याउ हो जस्तो यो त अर्कै कस्तो च्याउ हुँदै हो नि यसरी गरेर खाइदिन्छु होइन आई मिन त्यस्तो गरेर खाइदिन्छु भने होइन तर नो आई मिन नाम saying ल त्यसपछि हामीहरू फेरि त्यो रिड लिन जानु पर्यो नि त रिड यता फेरि भोक लागिसक्यो यसो मासु सासु खान पनि मिठो हुन्थ्यो च्याउ खाएर बस्नु परिरहेछ होइन त्यही हो पहिला के नयाँ फुल रहेछ यसो फुलहरू पनि लगाइराख्नुपर्छ बाटोमा म यहाँहरू भेट्यो भने त यहाँ हुन्छ नि त फेरि यस्तरी यहाँ साह्रै छ च्याप भयो मैले अघि त्यही भएर एक्स्ट्रा लगेको अझै पुगेन क्या कति धेरै चाहिने रहेछ देख्यो नि तिमीहरू मैले लोभ गरे भन्नु होला तर के थाहा आजकलको जेनेरेसनलाई घरमा आउनु कति गाह्रो छ भनेर के भन्छ नि त्यो मुखमा दारी काँधमा जिम्मेवारी भनेर खै त ल्याएको बुहारी के रहेछ के हो मासु भनेको मासु देखिरहेको छु क्या म त्यहाँ यो च्याउ त खाम कि नखाम जस्तो छ जे होला होला पहिलाको मान्छेहरूले जे नि पचाइदिन्छ ढुङ्गा खाएर हो क्या मासु र रे यार तर राख्छु नि त के हो लट्ठी त खोजिदिनु क्या लट्ठी छु ब्यागमा क्या के त्यो चक्कु हो क्या ओए के हो यो स्टोन नाइफ कसको हो मैले लगेँ ल कचौरा अर्को पनि मासु के हो कसको यार मैले बुझ्थेँ हो उसको ब्याग चाहिँ उठ्नु हिन्दू सोटीको वाइल्ड उठिसकेँ मैले ल पनि यो लट्ठी पनि अरू केही छोडेको छ के ओहो आज त पार्टी हुँदछ मासु पुलाउ बनाएर गुवाम यहाँ ढुङ्गो पनि भेटेँ मैले के हो यहाँ त मालदार नरहेछ त मालै माल भेटेँ म्युजिक पनि राम्रो बजिरहेछ यसो भोक लगाइरहेछ क्या हो भोक पनि लाग्यो प्यास पनि लगाइरहेछ अलिअलि यो मसरुमले पेटै भर्दैन पख एकछिन पक्छ ओए के हो यत्रो यसलाई त मैले मार्नै पर्छ ओए त्यो त उल्टा हान्न यसले त हान्छ हौ अहिले ठिक छ अहिले मेरो मिसन अर्कै छ होइन पहिला म मेरो घर कम्प्लिट हानिदिन्छु घर बनाउनु पर्यो राति बाघ साग आयो भने के हार्ने फेरि जीवनमा भयो भरको दुःख पाइसकेँ मैले त्यो एउटा बाघले खानु मात्र बाँकी हो क्या कसम ल अब यसो निकालेर ल ल ओ ल सही हो फेरि लग उठाउनु त्यो त काटिदिन्छु
यसलाई के चाहियो लक चाहियो यसलाई लक यसलाई यो चाहिँ भयो अब लक ल्याएपछि त मेरो घर त यहीँको रुख काटिदिन्छु म त्यो ढाडै रुख काट्नुपर्छ क्या यस्तो बबाल लगाउँछ होइन यस्तो गरौँ न किन नास किन ढलिसक्यो रुख खानु न पहिला लग पनि आयो दुईटा लग भएपछि त के आएको क्या मलाई भर्खर स्टिक लट्ठी पनि चाहियो नि एउटा रुख काटेको त यो पनि आइजन हो लगाइ लग्छ ल है अब चाहिँ हाम्रो घर कम्प्लिट भयो जस्तो तर छानो चाहिँ कसरी हान्ने त म उडेर हान्नु ठिक छ पहिला साल हान्छ ओ ढोका खुल्यो त साला मेरो घर चाहिँ छिन लाग्यो क्या साल ल मेरो घर त नि के दिनुभयो मलाई पुरस्कार Dynasty books Hero skill New quest added quest oh card आएछ नि त धन्यवाद प्रभु कार्ड दिनुभएकोमा Bed allows you to sleep for the night or for a whole season. To skip this season, you have to gather appropriate resources. Hibernate हान्दिने हो क्या हो त जोल्टी यो के हो ए डाडु तोरी घुमाउनलाई के गरे पकाउने भन्ने नि ल्याएको है Come sweet home, go to sleep. Not enough use processing. के गरेर चाहिँ बनाउनु छ लग चाहियो 10 वटा अब यहाँ जङ्गल फडानी हानिन्छ ए मेरो दराज अँध्यारो पर्नु भयो अँध्यारो गर्नु अगाडि मैले गएर रुख काट्नु पर्यो यो किन बिचमा आयो यो साला ग्लिच भयो जस्तो क्या त्योहरू म अब सेभ गरिदिन्छु होइन यसकै माथि यस अब आजलाई चाहिँ यति घर बन्यो हाम्रो केटा हो बुक विथ अनि त्यसपछि